हामी सबैजना यो संसारमा डोपामिनको पछाडि दौडिरहेछौँ। अब त्यो डोपामिन यो एउटा बेस लाइन हो। अब एउटा बेस लाइनमा बसिरहेको बेलामा तपाईँले पब्जी खेल्नुभयो भने सर पब्जी खेलेपछि डोपामिन माथि गयो, मन कति खुसी, उज्यालो, चङ्गा, आनन्द, मन यति खुसी, यति उज्यालो है, तपाईँको कुनै हिसाब छैन, प्लेजर, अनन्त प्लेजर। अब त्यसपछि स्वाट त्यो पछि फेरि माथि पुगेपछि एउटा समयपछि त घट्छ, त्यो लामो समयसम्म त टिक्न सक्दैन, किनभने तपाईँले एकछिन बनाएपछि त्यो आउँछ तल आफ्नो बेस्ट लाइनमा आउँछ। आज गयो बेस्ट लाइनमा गयो, भोलि गयो बेस्ट लाइनमा गयो। अब तपाईँले रेगुलरली फ्रिक्वेन्टली त्यो गरिरहनु भयो, रेगुलरली तपाईँले गरिरहनु भयो भने अब त्यो बिस्तारै बेस्ट लेभलबाट तल गइदिन्छ। अब हेर्नुहोस् है, बेस्ट लेभलमा त सबैको डोपामिन चाहियो, किनभने डोपामिन त्यो नर्मल लेभलमा भयो भने त्यसले के गर्छ, पहिला त्यसको काम बुझ्नु पर्यो। डोपामिनले के गर्छ, तपाईँको प्लेजरलाई भनेको तपाईँले केही नगरे पनि तपाईँको मन एक लेभलमा खुसी छ के, ह्याप्पी हर्मोन। तपाईँले केही नगरे पनि हेर्नु है, तपाईँले केही नगरे पनि हामी, म अहिले दुःखी छैन नि, मैले मोबाइल चलाएको छैन नि, तर म बेखुसी पनि त छैन होइन भनेपछि एक लेभलमा मेरो शरीरमा डोपामिन छ, म एक लेभलमा खुसी नै छु क्या, हामी सबै। एउटा दोस्रो, यसले मेरो क्रिएटिभिटी बढाइदिन्छ। अर्को मेरो विलिङ पावर, मैले बिहान उठेर ब्रस गर्नलाई पनि त विल पावर चाहियो, बिहान उठेर मर्निङ वक गर्न पनि त विल पावर चाहियो, अनि कपडा लगाएर स्कुल जान पनि त विल पावर चाहियो, अनि स्कुलमा गएर टिचरले पढाएको सुन्दा पनि त विल पावर चाहियो, इच्छा शक्ति चाहिएन, हरेक पल्ट त्यहाँ इच्छा शक्ति जोडिया छैन। अनि त्यो गाह्रो प्रश्न आयो भने त्यसमा झन् धेरै विल पावर चाहियो, भनेपछि त्यहाँ झन् धेरै डोपामिन चाहियो। हेर्नुहोस् है, त्यो पुसिङ फोर्स हो, त्यसले तपाईँलाई जीवनमा सफलतामा लैजानलाई पुस गर्छ। जा त मेहनत गर, दुःख गर, त्यसले त्यहाँबाट निस्केर भाग भन्दैन। त्यो एउटा यस्तो तत्त्व हो, यसले तपाईँलाई बिहानदेखि बेलुकासम्मको सङ्घर्षमा रात दिन सहयोग गर्छ। रात दिन लडे पनि उठेर हिँड भन्छ, त्यो हो डोपामिन। अब हामीले त्यो डोपामिनलाई घरमै बसी बसी कुनै दुःख बिना घटाइरहेछौँ होइन। अब त्यो डोपामिन बेसलाइनबाट तल घट्ने बित्तिकै के हुने भयो भने तपाईँको इच्छा शक्ति कम हुने भयो, अनि बच्चाले के हुने भयो, घरमै बसेर तपाईँ